नेपाली राजनीतिमा यति बेला एउटा गम्भीर संवैधानिक प्रश्न खडा भएको छ। झण्डै 2/3 बहुमतको जगमा उभिएको रासोपा नेतृत्वको सरकारले ल्याएका 8वटा अध्यादेशहरूको भविष्य अब के होला? राष्ट्रिय सभामा शून्य उपस्थिति रहेको सत्ता पक्ष र मोर्चाबन्दी कसेर बसेका विपक्षी दलहरू बीचको यो लडाईँले अब कस्तो मोड लिएला? आज हामी यसै विषयमा चर्चा गर्दैछौँ। सरकारले संवैधानिक परिषददेखि सम्पत्ति शुद्धिकरण र सहकारी सम्मका क्षेत्रमा सुधार गर्ने भन्दै 8वटा अध्यादेश ल्यायो र राष्ट्रपति रामचन्द्र पौडेलले पनि ती अध्यादेशहरू जारी गरिसके। तर संसद सुरु हुने बित्तिकै विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले यी अध्यादेशहरूलाई अस्वीकार गर्ने सूचना दर्ता गराएका छन्। विशेष गरी एमालेले त यी सबै 8वटै अध्यादेशमाथि रातो झण्डा देखाएको छ। यसले बालेन नेतृत्वको सरकारलाई एउटा ठूलो नैतिक र संवैधानिक सङ्कटमा धकेलिदिएको छ। अब प्रश्न उठ्छ, प्रक्रिया के हुन्छ त? संविधानको धारा 114 अनुसार सरकारले ल्याएका अध्यादेशहरू संसदको पहिलो बैठकमै पेश गर्नुपर्छ। पेश त भयो, तर अब सम्बन्धित मन्त्रीले यो अध्यादेश स्वीकार गरियोस् भन्ने प्रस्ताव राख्नुपर्छ। ठ्याक्कै यहाँनेर विपक्षीको पासो छ। राष्ट्रिय सभामा विपक्षीको बहुमत छ। यदि त्यहाँ मतदान हुँदा बहुमत संसदले हुन्न भनिदिए के हुन्छ? जवाब प्रष्ट छ। ती अध्यादेशहरू तत्काल अस्वीकृत र निष्क्रिय हुन्छन्। विपक्षीको आपत्ति केवल अध्यादेशका बुँदामा मात्र छैनन्, सरकारको शैलीमा पनि छ। कांग्रेस भन्छ संवैधानिक परिषदमा न्यायपालिकालाई कार्यपालिकाको छायामा पार्न खोजियो। एमाले अझै कडा छ। उनीहरूको तर्क छ संसद चलिरहँदा विधेयक नल्याउने, तर संसद छलेर चोर बाटोबाट अध्यादेश ल्याउने यो लोकतान्त्रिक प्रक्रिया नै होइन। अचम्मको कुरा त के छ भने राष्ट्रिय सभामा आफ्नो एउटा पनि संसद नभएको रासपाले यी अध्यादेशहरू पास गराउन विपक्षीसँग कुनै संवाद गरेको छैन। सरकारका प्रवक्ता र मन्त्रीहरू यति बेला सम्पर्कविहीन जस्तै छन्। मानव उनीहरूलाई राष्ट्रिय सभाको सामना गर्नु नै छैन। वरिष्ठ कानुनविदहरू भन्छन् विगतमा पनि अध्यादेश अस्वीकार हुन्थे, तर अहिले अवस्था निकै अनौठो छ। प्रतिनिधि सभामा बलियो बहुमत भएको सरकार राष्ट्रिय सभामा भने निरीह देखिएको छ। यदि सबै अध्यादेश खारिज भए भने सरकारको कार्यक्षमतामाथि ठूलो प्रश्न चिन्ह खडा हुनेछ। सहकारी पीडितका समस्या समाधान गर्ने र सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी कानुनहरू अलपत्र पर्नेछन्। राजनीति भनेको संवादको खेल हो। बालेन सरकारले अभिभावकीय भूमिका निभाउँदै विपक्षीसँग टेबलमा बसेर छलफल नगर्ने हो भने यी अध्यादेशहरू राष्ट्रिय सभाको फोहोर फाल्ने बास्केटमा पुग्न बेर लाग्ने छैन। के सरकारले अहंकार छोडेर सहमति खोज्ला त, वा आफ्ना सुधारका योजनाहरू राष्ट्रिय सभामा फेल भएको टुलु हेरेर बस्ला? तपाईलाई के लाग्छ? सरकारले अध्यादेश मार्फत शासन चलाउन खोज्नु ठिक हो कि विपक्षीले यसलाई रोक्नु जायज छ? तल कमेन्टमा आफ्नो विचार राख्नुहोला।